नमस्कार नमस्कार मजिद सलामी। र मैले चाहिँ एउटा चाहिँ सिधा नाल चाहिँ बनाएको छु र यो चाहिँ नालमा चाहिँ मैले यो काँझो पाती सबै चाहिँ अर्को पुरानो सनैको चाहिँ त्यसमा फिट गरेको छु है त। वास्तवमा यो चाहिँ सिधा नाल भएको सनै चाहिँ कतिको बस्दो रहेछ भन्ने चाहिँ एउटा उसले चाहिँ विचार गर्दैछु र मैले चाहिँ आफै चाहिँ बनाएर नाल बनाएर चाहिँ मैले यो चाहिँ काठ चाहिँ सालको काठ हो। सालको काठमा चाहिँ मैले नाल बनाएर चाहिँ मैले पुरानो सनैलाई चाहिँ यसमा फिट गरेको छु है त। यहाँ काँझो हालेर ठिक्क बनाएको छु र यहाँ तल पनि एउटा काँझो लाग्ने हो, तर अलिकति चाहिँ काँझो चाहिँ अलिक सानो हुन गयो, त्यसले गर्दाखेरि यो तल चाहिँ लगाएको छैन। यता पनि यहाँ पनि एउटा भइदिएदेखि अझ राम्रो चाहिँ देखिन्थ्यो। ठिकै छ, केही छैन। ल यो चाहिँ हाम्रो पाती रहेको छ भने चाहिँ मैले पातीमा अब चाहिँ मैले नालमा चाहिँ पाती पनि लगाउँदैछु। र यो चाहिँ सनैको नाल चाहिँ हाम्रो अब यो माघको चाहिँ कार्यक्रममा चाहिँ हामीले चाहिँ युज गर्नेछु। एकदम सिधा स्ट्रेट नाल रहेको छ है त। यो बाङ्गोटिङ्गो घुमेको केही छैन, सिधा छ। अब यो सिधा नालमा चाहिँ वास्तवमा कस्तो बद्दो रहेछ भन्ने चाहिँ एउटा हिसाबले चाहिँ यही चाहिँ बनाएको छु। र आजसम्म जहाँ पनि सिधा है के गर्छस्, जहाँ पनि चाहिँ नाल चाहिँ सिधा नाल के अरे बाङ्गो नाल चाहिँ बजाएको चाहिँ देखिरहेको छ। र मैले चाहिँ मलाई आफूलाई चाहिँ जिज्ञासा लागेर चाहिँ सिधा नाल बनाएको छु है त। मलाई चाहिँ सानो मिनी माइकमा चाहिँ मलाई चाहिँ माइकले स्वर दिन पनि बनाएको छु। पहिला चाहिँ सिङ्गल बनाउँछु है त। ल यो चाहिँ एकदम बिल्कुल नयाँ चाहिँ नाल हो। ल र भर्खर जस्ट उद्घाटन गर्दैछु। यो चाहिँ एकदम सिधा रड लागेर चाहिँ सिधा नाल बनाएको छु। मैले चाहिँ आफै बनाएको छु र एकदम साइजमा एकदम सानो छ। यो तल को चाहिँ हाम्रो पाती लाग्ने यो राम्ररी चाहिँ माइल्यामलाई पनि घुस्दैन। धेरै सानो चाहिँ पातीको नाल रहेको छ र त्यसैमा त्यही हिसाबको चाहिँ के अरे औली चाहिँ नाल बनाएर चाहिँ फिट गरेको छु। ल अब चाहिँ म यो सनैमा चाहिँ केही चाहिँ धुनहरू राखेर बजाउँदैछु। यो चाहिँ मैले आज फिट गरेको सनै हो। यो अर्को पुरानो नालको चाहिँ यसमा चाहिँ फिट गरेर चाहिँ बनाएको छु। र एउटा चाहिँ सिधा नाल चाहिँ बजाउने असाध्यै रहर लागेर
सिधा नालमा चाहिँ वास्तवमा बस्दो रहेछ कस्तो भन्ने हिसाबले चाहिँ एउटा चाहिँ जिज्ञासा जागेर चाहिँ मैले बनाएको छु र यो सनै चाहिँ मैले हाम्रो दर्लामी भाइलाई चाहिँ बनाइदिएको पनि हो। उहाँकै एउटा चाहिँ पुरानो नाल को चाहिँ मैले यसलाई भाँचभुँच गरेर यसलाई फिट गरेर यो सिधा नालमा चाहिँ गाँसेको छु। अब हेरौँ है त। अब म चाहिँ बेससँग चाहिँ बनाउँदैछु। यता मेरो सानो माइकले चाहिँ बेस दिने गर्छ। ल चाहिँ घुमेको नालले चाहिँ घुमेको नाल चाहिँ राम्रो बज्ने, सिधा नाल चाहिँ राम्रो नबज्ने भन्ने चाहिँ नहुँदो रहेछ। नाल चाहिँ छ्याक्क चाहिँ खोलिनु पर्यो। सिधा नालमा पनि घुमेको नाल जस्तै चाहिँ क्लियरिटी चाहिँ आउँदो रहेछ भन्ने चाहिँ बुझ्यो। र यो चाहिँ एकदम सुपर नम्बर 1 सुपर बेस्ट चाहिँ नाल बनेको छ। यो मैले चाहिँ हाम्रै ग्रुपको लागि अथवा यो चाहिँ सनै यो पाती अनि यो रिङहरू हाम्रो दर्लाङ भएको सनै हो। उहाँको सनै एउटा चाहिँ अलि पुरानो भएको थियो र मैले चाहिँ त्यो सनैलाई चाहिँ एउटा निकालेर सनैबाट निकालेर मैले फेरि एउटा नयाँ सिधा नालमा चाहिँ हालेको छु र यसको चाहिँ आवाज सुनिहाल्नुभयो कस्तो छ, कस्तो एकदम तगडा तेज रहेको छ है त। र यो नालले चाहिँ एकदम घोर पनि चाहिँ दिएको छ भने चाहिँ माथि तिक लास्टै माथि अन्तिमसम्म पनि माथिबाट पनि चाहिँ तिकमा पनि यसले चाहिँ काम गरेको छ। भनेपछि अब यो सनै चाहिँ नम्बर 1मा चाहिँ गिन्ती हुन्छ यसको है। किन भन्दा हामीले चाहिँ तलबाट चाहिँ माथि लास्ट अन्तिमसम्म चाहिँ चेक गर्ने हो। यो सनै चाहिँ घोरको लागि पनि जेठो रहेको छ भने तिकको लागि पनि एकदम जेठो निस्केको छ। मलाई अझ एकछिन केही धुनहरू बजाउँदैछु।
ल यो सनैमा चाहिँ त्यस्तो चाहिँ कमी भन्ने केही देख्दैन। एकदम सुपर बेस्ट रहेको छ भनेपछि यहाँ मलाई अलिकता तलको तिनवटा औँला चाहिँ मेरो ठ्याक्क चाहिँ टाइमिङमा हाम्रो त्यो उसमा पहलमा ठ्याक्क परेको छैन। त्यतिमा चाहिँ लप्ठा यो किनभने नयाँ नाल हो, खोलाइमा अलिकता चाहिँ यो तलको उदयबाट चाहिँ तेस्रो नम्बरको अलिकता देब्रेपट्टि अलिकति बढी चाहिँ चेपेको छ पल। त्यसले गर्दा चाहिँ अलिकति यसलाई चाहिँ बनाउन मिल्छ। यसलाई चाहिँ अब एकछिनपछि यसको पनि म व्यवस्था गर्नेछु र बाँकी त ठिकै छ है त। मलाई चाहिँ एकदम किन भन्दा म आफै चाहिँ शनिबाधक रहेको छु र सनैको क्वालिटी को बारेमा चाहिँ लगभग राम्रै ज्ञान छ र यो पनि चाहिँ यो सनैमा पनि यो नयाँ चाहिँ सिधा नालवाला चाहिँ सनैमा पनि राम्रो क्वालिटी देखेको छु। अझै चाहिँ भिडियो चाहिँ लागेको छ। अझै एक दुईवटा चाहिँ धुन बनाउन चाहन्छु। सनै चाहिँ अब यो नम्बर 1 बनेको छ र यो चाहिँ हाम्रो चाहिँ मैले दर्लाङ गाईलाई चाहिँ बनाइदिएको छु र यो पनि अब हाम्रो चाहिँ बाजाको रूपमा चाहिँ बज्नेछ। अब छिट्टै कार्यक्रमहरू माघमा पनि चाहिँ 6वटा चाहिँ कार्यक्रम रहेको छ। हाम्रो मणिकरण बाजाको रूपले चाहिँ 14 गतेबाट चाहिँ कार्यक्रम दिँदैछौँ। ल यो चाहिँ मैले चाहिँ नयाँ नाल चाहिँ चेक गर्दै थिएँ आज है त। सिधा नाल चाहिँ आखिर बज्दो रहेछ कस्तो भन्ने हिसाबले चाहिँ मैले चाहिँ नाल चाहिँ बनाएर अनि साथ फिट गरेर यसलाई चाहिँ परीक्षण गर्दैछु।
ल अब चाहिँ फाइनली चाहिँ यो चाहिँ सनैको नाल चाहिँ पास भएको छ र यो नाल चाहिँ मैले आफै घरमा चाहिँ उत्पादन गरेको नाल हो। एउटा सिधा नाल चाहिँ बजाएर हेरौँ घुमेको नाल र सिधा नालमा डिफ्रेन्स के रहेछ भन्ने हिसाबले चाहिँ बनाएको। त्यस्तो डिफ्रेन्स केही देखिएन। घुमेको नाल जस्तो बज्छ यो सिधा नाल पनि सेम त्यही बजेको छ र हामीले चाहिँ नाल बनाउँदाखेरि एकदम नातेर चाहिँ भित्रको खोल्दाखेरि एकदम सफा एकनासले चाहिँ खोल्नुपर्ने हुन्छ। ध्यान दिने भनेको त्यसैमा हो। र यो नाल पनि मैले चाहिँ एकदम ध्यान दिएर चाहिँ खोलेको थिएँ र अहिले चाहिँ आज चाहिँ यसमा जम्मै चाहिँ अर्को सेकेन्ड ह्यान्ड सनेको चाहिँ निकालेर चाहिँ यसमा फिट गरेको छु र एकदम मजबुत बलियो बनाइदिएको छु है त। र अब अन्तिममा अझै एक दुई चरण चाहिँ बजाउन चाहन्छु। र मैले साइडमा चाहिँ सानो मिनी माइक पनि राखेको छु। यसले चाहिँ मलाई चाहिँ स्वर दिने काम गरेको हुन्छ र यो मैले धेरै पहिलेदेखि चाहिँ युज गरिरहेको छु। दुईजनाको चाहिँ स्वरमा चाहिँ अझै मिठास चाहिँ राम्रो सुनिन्छ। त्यसले गर्दाखेरि र मलाई खासै हाई स्केलहरूबाट चाहिँ भाकाहरू बजाउन खासै त्यस्तो आउँदैन। म चाहिँ हाई स्केलबाट बजाउन धेरै पछि सिकेको हुँदाखेरि काम चलाउँछु, तर अरूले चाहिँ लर्कै पारेर चाहिँ बजाउन जान्दैन। लो स्केलबाट चाहिँ बजाउँदै आएको पहिलेदेखि, त्यसले गर्दा त्यही पनि अब धेरै चाहिँ पहिलाभन्दा धेरै राम्रो भएको छ हाई स्केलबाट पनि। रागहरू चाहिँ सबै हाई स्केलबाटै यो बजाउने। रागको फेरि लय र चालाइ नै फरक पर्छ। चाहिँ के अरे रागहरू सबै हाईबाटै बज्छ, तर त्यसको बजाउने स्टाइल अनि औला चालाइ पनि फरक पर्छ। त्यसले गर्दाखेरि अनि हाई स्केलबाटै फेरि त्यो लोकगीतहरू बनाउँदाखेरि धेरै डिफ्रेन्स पर्छ। त्यसले गर्दाखेरि मलाई चाहिँ रागहरूलाई हाई स्केलबाट बजाउने रागहरू खासै फरक पर्दैन, लोकगीतहरू चाहिँ फरक पर्छ अलिकति। त्यही पनि अब कोसिस चाहिँ गरिरहेको हुन्छ जहिलेसुकै।
चाहिँ भयो अब यति भयो यो चाहिँ नयाँ नालको चाहिँ चेक जाँच कार्यक्रम चाहिँ भइएको छ र एकदम सुपर टुपर हिट भने जस्तै त्यस्तै एकदम स्पेसल खतरनाक चाहिँ नाल तयार भएको छ र यो नाल चाहिँ हाम्रै बाजाको रूपमा चाहिँ युज गर्ने हो। घोर पनि त्यस्तै तगडा अनि माथि तिखमा पनि त्यस्तै तगडा एकनासले चाहिँ दिएको छ र घुमेको नाल र सिधा नालमा डिफ्रेन्स भन्ने त्यस्तो खासै देखिएन। घुमेको नाल चाहिँ सो देख्नलाई सो चाहिँ अलिकति हुन्छ भन्ने हो, नत्र चाहिँ आखिर काम चाहिँ एउटै छ भन्दै म जिस्सलाई पनि बिदा हुन चाहन्छु। यस्तै नयाँ चाहिँ रोमाञ्चकारी अनि यस्तै रमाइलो भिडियोहरू चाहिँ फेरि पनि उपस्थित हुन्छ। अहिलेसम्म बिदा हुन चाहन्छु। हस् त नमस्कार। म जिस्सलाई मणिग्राम बाजा ग्रुप लिडर चाहिँ बुटोल मणिग्रामदेखि है त। ल थ्याङ्क यू सो मच।